हेलो साथीहरु नमस्ते एन्ड स्वागत छ सम्पूर्णलाई मेरो भिडियोमा। अनि आज चाहिँ हामी नानाहरुको धान रोप्नु जाँदैछौं। अनि अगाडि चाहिँ दुईजना बहिनीहरु हुनुहुन्छ अनि चाहिँ पछाडी भिडियो बनाउँदै हिँडिरहेको छु। सो अनि आजको भिडियो चाहिँ अब के कस्तो हुन्छ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला साथीहरु भन्न चाहन्छु। अनि अब काम गर्न गएको भिडियो बनाइराख्न त भेटिदैन साथीहरु, त्यही पनि थोरै बनाउने छु। सबैजनाले अन्तिमसम्म हेर्नु होला। अनि यतातिरको भ्यू चाहिँ यस्तो छ साथीहरु है त, घाम पनि लागिरहेछ मन्द यतातिर चाहिँ सबै मकै घारी छ। अनि हामी चाहिँ अब फाइनली खेतमा पुग्न आँट्यौं साथीहरु, हेर्दै गर्नु होला है त। अब म खेतमा पुगेपछि तपाईहरुसँग भेट्ने छु। फाइनली साथीहरु हामी चाहिँ खेतमा आइसकेका छौं। अनि आज चाहिँ हामीले अब यतैतिर धान रोप्नु पर्ने हुन्छ है त साथीहरु, यतैतिर। अनि यता उदो पनि छ खेतहरु चाहिँ। अहिले म उदोतिर गएको बेला तपाईहरुलाई देखाउने छु। खेत रोपाई चलिरहेछ गाइजहरु। रोपारीहरु यता हुनुहुन्छ। हामीले यताको कित्ता चाहिँ सकिसक्यौं धान रोपेर। अनि अब ओह्रालो जानु पर्ने। पानी का छ त्यहाँ माथि पानी चुयो रे। ओ बाबा काई हो पानी खै खानु पर्ने खाए उ पर कुवा उले बोलाङ पर्छ हाम्रो खाने पानी भनेको त तपाईलाई कुवाको पानी ल्याउ। धमाधम यहाँ चाहिँ दाते लाउने कार्यक्रमहरु पनि भइरहेछ साथीहरु है। र यता चाहिँ अब हामी चाहिँ रोप्नु जाँदैछौं। खाजा आजको के होला त खाऊ। मेरो कस्तो होइन अलि भुइँमा राख्नु के सर मुखैमा राखेको कि बोटको पनि उता अरिङाले सिधा भने डाँडा पनि काढ्ने भोटाउने त्यो किन जाने त्यो त हामी त्यो तल गयौ नि मोटे इन्जिन का तपाई म त्यो कलक मला माथि पटेल त्यो खाजा खाइँदैछ गाइजहरु। सीमामा उहाँ गइन् हैन कस्तो राम्रो देखियो यार। त्यो गर्दा मलको गरौँ खाले ल्यायो पानीको खानु न यो चाहिँ अर्ग्यानिक खाना हो।
देखेर अमृतमाला गाली गर्ने खानामा बोल्ने के भर्ला पस्याएको त्यो ठुलो अल्को सल्लाहमा बोलेर आए फेरि झर्दैन पनि फेरि हामी बोल्छौँ बोल्दैन के हामीले चाहिँ खाजा खाइसक्यौँ अनि मान्छेहरू यहाँ दाँत कुटाउँदै बस्दै है मैले यत्रो पैसा कहाँ राख्ने बनाउनु पर्ने क्या हामीले मासु खाएको हो र बोल्नुहोस् केही भन्नुहोस् त्यही फेरि मासु खाएकै बराबर हो त्यो के 2 दाना जति दाँत नै होला हामी चाहिँ खाजा खाएर पनि अब हिँडिसक्यौँ रोप्नुको लागि चट्ट ल्याएर तल रोप्नु पर्ने यता चाहिँ हामीले रोपिसकेको यहाँ चाहिँ हामीले रोपेको यतातिर चाहिँ हामीले रोपिसकेको है गाई चट्ट ल्याएर अनि अब हामी चाहिँ तल रोप्न हिँडेको तल ठुलो गरेर चाहिँ रोपिसक्यो अब यता मासुतिर बाँकी छ है यहाँ चाहिँ रोप्न थालिसक्यो रोप्ने ठाउँमा छाडी पुग्यो हामी चाहिँ यहाँ रोप्नु पर्ने हो तत्त लाएर अनि अब चाहिँ रोपौँ भनेको फेरि के रे मल लगाउँदैछ नानाले चाहिँ फ्याउरी लगाउँदैछ बाजुले हेलो म्याम बाउसेहरू चाहिँ माथि बसेर नानाले चाहिँ मल हाल्दैछ खर्चा हुने गुकै मल बनेको हो कि के हो कालो छ यार त्यो पनि मान्छेको गुको मान्छेले चाहिँ कति छिटो रोप्छ क्या है अनि यो तलतिर चाहिँ आमाम्मा यो ठुलो गोरा चाहिँ हामीले रोपिसकेको साह्रो लाग्यो हजुर हान्नु नान्नु यहीँबाट भएन कि एकछिनमा अलिक अलिक नजिक अलिक क्यारी गर्नु न माथि होइन कि अलिक बिच अलिक तल तलै पछि नै म गर्छु ल पुसीले आँटा चिलाउँदै हुनुहुन्छ ऊ यसरी आँटा चिलाउनुपर्छ गाई छ फाइनली साथीहरू हामीले चाहिँ यता रोपिसक्यौँ अब मासतिर हिँडेको रोप्नको लागि हामीले चाहिँ तलतिर रोपिसक्यौँ है चट्ट ल्याएर अब हामी चाहिँ माथि रोप्नु बाँकी छ अनि
फाइनली साथीहरू हामी चाहिँ धान रोपिसकेर अहिले लगभग घडी हेरौँ कति बजिसक्यो 8 बजी कति बज्यो 7:30 बजी यसरी हिलो भएर हिँड्नु परेछ साथीहरू अहिले बल्ला 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 सकियो अनि यता फाइनल लुक्स यस्तो छ है हाम्रो अघि आउँदा र अहिले आउँदाको लुक्सहरू हेर्न सक्नुहुन्छ हिलो छ अनि हामी चाहिँ अब नहुनु पर्ने थियो रात पर्यो त्यही भएर नहिएन अब घरैतिर गएर नहुनु पर्ने हुन्छ ल साथीहरू आजको भिडियो अब दुईजनाले बनाछौँ के कस्तो हुन्छ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त साथीहरू भन्दै बाई बाई।